च्याप्टर 27 हानगुके खिनेमिल कोरियाको उत्सवहरूको मुनुवा र छङ्गुमा छ। हानगुके थुकबेल हान्नाल कोरियाको विशेष दिन। साथीहरू, यो थुकबेल हान्नाल र खेङ्जो सामाजिक हामीहरूले फरक छुट्याउन सक्नुपर्छ। यो थुकबेल हान्नाल भनेको चाहिँ विशेष खुसीका दिनहरू मात्रै हुन्छन्, जस्तै जन्म, विवाह अनि जन्मदिनहरू। यिनीहरू चाहिँ थुकबेल हान्नाल भयो भने खेङ्जोसा भनेको चाहिँ खुसी र दुःखका क्षणहरू, जस्तै जन्म, विवाह र मृत्युको कुरा हुन्छ भने त्यसलाई खेङ्जोसा मान्नु पर्दछ। र यसमा अर्को खुगेङ इल र खिनेमिलमा नि फरक छुट्याउन सक्नुपर्छ। खुगेङ इल भनेको चाहिँ राष्ट्रले मनाउने राष्ट्रिय दिवसहरू पर्दछन्, जस्तै सामिलजल, ख्वाङबोकजल, हानगुकनाल पर्दछन् भने यो खिनेम इल भनेको चाहिँ खिनेमिल मानिसहरूले मनाउने दिवसहरू जस्तै बाल दिवस, अभिभावक दिवस, श्रमिक दिवस आदि पर्दछन्। यहाँ के लेखिएको छ हेरौँ है त। खुगेङ इरुन नारा एस छङहान थुकबेल हान्नाल्लो राष्ट्रिय दिवसी देशद्वारा तोकिएको विशेष दिन हो। एक्सा जगुरो तुत खिपुन नारुन खिनेम हागना खेङ्जु खानु नालिमिदा ऐतिहासिक रूपमा गहिरो अर्थ बोकेको दिन, जुन चाहिँ सम्झना र उत्सवहरू मनाउने दिन हो। इरहान खुगेङ इर एनुन उडी नाराए थोङरिपुल उइहे मान्छेरुल फुरुन सामिजल सामुल इरिल। स्वतन्त्रको लागि नारा लगाएको दिन सामिलजल इल्बुने सेगमिन छिबेरो बुथ हेबाङ थोइन गसुल खिनेम हानुन ख्वाङबोकजल फारोल सिपोइल। जापानको उपनिवेशबाट मुक्त भएको कुरालाई सम्झने दिन ख्वाङबोकजल, जुन चाहिँ 8 महिना 15 गते पर्छ। हानमिन छुगे छत खुग्गा इन खोजो सनुल खेगुगुल खेङ्जो हानुन खेजनजल, जुन चाहिँ 10 महिना 30 गते पर्छ। पहिलो कोरियाली राष्ट्र, जुन चाहिँ खोजोसनको स्थापना भएको दिनलाई सम्झेर मनाइन्छ। खुरिगो अनि सेजुङ देवाङ्गी हानगुल छाङजे हासिन गसुल खिनेम हानुन हानगुकनाल 10 महिना 9 गते। सेजुङ राजाद्वारा हाङ्गुलको आविष्कार भएको कुरालाई सम्झने दिन हानगुकनाल। दुङ्गे हेदाङ हाम्निदा आदिहरू छन्। खुगेङ इरुन फपजङ खुङ इल रो छिजङ थोय इसुमे